पवित्र धाम मुक्तिनाथ को प्रवेशद्वार हो। यहाँबाट करिब आधा घण्टाको यात्रामा हामी मुक्तिनाथ भगवानको काखमा पुग्नेछौँ र भगवान यस्तो पवित्र ठाउँमा किन बस्नुहुन्छ भने जहाँ कसैको बाधा विरोध नहोस्, शान्ति मन शान्ति, आत्मा मन शान्त चित्तले बस्न पाइयोस् भनेर यस्तो पवित्र थानमा आएर बस्नु हुँदो रहेछ। संसारको सृष्टि धान्न र व्यवस्था चलाउनलाई धेरै कठिन हुन्छ। हाम्रा देशका नेताहरूलाई कति कठिन भएको छ अहिले भनेपछि त्यस्तै भगवानलाई पनि यो ब्रह्माण्ड संसारको सृष्टि धान्नलाई गाह्रो हुन्छ। त्यही भएर तपमा बस्नुपर्ने, ध्यान एकत्रित गर्नुपर्ने, मन शान्ति हुनुपर्ने कारणले गर्दाखेरि भगवान यस्तो ठाउँमा आएर बस्नु हुँदो रहेछ। जय शम्भो शम्भो, जय शम्भो कैलाशपति भोलेनाथ। ओम नमो नारायण, ओम नमो नारायण, ओम नमो नारायण। हजुर कहाँदेखि यो भिडियो हेर्दै हुनुहुन्छ यस्तै इन्फर्मेटिभ भिडियोहरू हेर्नको लागि मलाई सब्सक्राइब गरेर सपोर्ट गर्नुहोला। आज तपाईँलाई साक्षात् मुक्तिनाथको दर्शन गराउनेछु। यस्तै गरेर यो पारिपट्टि एउटा गाउँ देख्न सक्नुहुन्छ। मान्छेले इच्छा हुनुपर्दो रहेछ, इच्छा भयो भने यस्तामा पनि जीविकोपार्जन गरेर खाइँदो रहेछ भन्ने यो बस्तीमा बस्ने मानिसहरूबाट हेर्न चाहन्छ। यहाँ केही भक्तजनहरू हिँडेर आउँदै हुनुहुन्छ, अलिक अपाङ्ग जस्तो देखिनुहुन्छ। यहाँसँग सानो कुरा गर्छु म, उहाँहरूलाई सुन्नु पऱ्यो। कहाँसम्म हिँड्नुभएको, कहाँदेखि आउनुभएको? म त नेटाङदेखि भगवानको दर्शन गर्न आउनुभएको? तपाईँ कहाँदेखि आउनुभएको? ए तपाईँ भगवानको दर्शन गर्नलाई हिँड्नुभएको? ल एकदम राम्रो, खुसी लाग्यो। आरामसँग आउँदै गर्नु होला। ल यस्तै गरेर तपाईँ यो भगवानको काखमा आएर पनि दर्शन गर्न सक्नुहुनेछ भन्दै यस्तै गरी तपाईँ यो भिडियो कहाँदेखि कसरी हेर्दै हुनुहुन्छ ल हेर्नुहोस्। यहाँ हाम्रा सारथीहरू, उहाँहरूले मुक्तिनाथको दर्शन गराउनुहुने रहेछ घोड सवार भएर। हिँड्न नसक्ने त्यो उता घोडाबाट कुद्दैछन्। हिँड्न सक्ने यस्तो एकदम बल शक्ति मन आत्मा शक्ति इच्छा शक्ति भएका मान्छेहरू चाहिँ यसरी हिँडेर आउनुपर्छ। जय शम्भु कैलाशपति भोलेनाथ। हर हर महादेव, हर हर महादेव। ओम आशितो शशाङ्क शेखर चन्द्रमौल चिदम्बरम भोले बाबा कैलाशपति भोलेनाथको जय हो भन्दै यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ केही जिज्ञासा भए कमेन्ट गर्नुहोला। हस्, धन्यवाद। ल हेर्नुहोस्, भगवानको आनन्द भक्त वत्सलहरू आउँदै हुनुहुन्छ।